हेलो गाइज वेलकम टु माई न्यू ब्लग के छ खबर आज सबैजना सन्चै होला आज चाहिँ हामी ओ माई गड गाउँ आएको थियौँ अनि गाउँ आएपछि यस्तो घुमघाम दुईजना मात्रै आएको अरूलाई किन लिएर हुन्छ होइन अर्काले लिएर काम पनि छैन यस्ता मान्छेहरूले लिएर काम पनि छैन नि दुईजना भारी बोके अनि त्यसपछि घुमघाम गर्दा अन्त यो माई गड हामी दुईजनालाई है आउँदाखेरि त्यहाँ आएको जस्तो लागेको थियो जिते त के हुन्थ्यो र फ्याँ भइरहेको थियो सामान बोक्न अरूलाई नै बोलाएको थियो आज चाहिँ भने हामी आफै आयौँ यस्तो छ हालत खत्तम चलाएको अनि दुईजनाले यसो भारी बोके जस्तो गरेको जिन्दगी भारी नबोकेको मान्छे आज म पहिलोचोटि भारी बोक्दैछु हिजो फेरि खेताल खन्नलाई फेरि बब्बाल थियो नि म खन्नको लागि जानु है म त सक्दिनँ हेर त कोही मान्छेहरू यस्तो त यो के हो बाँदर के हो यो बादरबाट त मान्छे बनायो हो नि मान्छे साँच्ची रियल ल हो नि त नि पहिला पुच्छर थियो अरे त नि दाँतभरि टाँसियो अहिले के लिन आउनु पर्छ त पर्दैन अब पुग्छ आज एकचोटि ट्राई टु गर्ने ए आउनु हेर्नलाई दाँतमा टाँसेको म त दुईटा अप्सन तानिदिनु पर्दैन नि यहाँ निस्केन आफ्नै बनाउनु न है आफ्नै बनाउनु न